again, again, pastors and leaders, thank you for making time to attend this teaching, this sharing. धन्यवाद छ सबैजना पास्टर र पास्टर अगुवाहरू तपाईँहरू सबैजनालाई तपाईँहरूले चाहिँ यो समय मिलाउनु भयो। In the past, we have studied quite a bit from knowing how we're uniquely created in God's image. We talked about the origins of demon. So we cover a lot of many topics about the demonic kingdom already. अनि गएको पाठहरूमा हामीले चाहिँ परमेश्वरले हामीलाई कसरी आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो र परमेश्वरले हामीलाई कसरी बनाउनु भयो र हामीले त्यो शैतानको किल्लाहरू कसरी भट्काउन सक्छौँ भन्ने बारेमा चाहिँ हामीले अध्ययन गर्न सक्यौँ। We also talked about how demons can have a right into someone's life through unforgiveness, through generational sins, or sins that they are participating in. र हामी सँगसँगै शैतानले हाम्रो जीवनमा कसरी आफ्नो राज्यलाई अधिकारलाई प्रयोग गरेर चाहिँ हाम्रो जीवनमा प्रवेश गर्दछ, जस्तै क्षमा नदिने हृदयबाट अनि पुस्तौँबाट आएको श्रापहरूबाट व्यभिचारबाट चाहिँ शैतानले कसरी काम गर्छ भन्ने कुरामा हामी सिक्न सक्यौँ। We also talked a little about how it's important when if we're going to do deliverance to do it in a team setting, have team developed. अनि अर्को कुरा चाहिँ हामी स्वतन्त्रको सेवकाई गर्दै गर्दा आत्मिक सङ्घको सेवकाई गर्दै गर्दा हामीलाई चाहिँ समूहमा कसरी अगाडि जाने भन्ने कुरा पनि हामी सिक्न सक्यौँ। So for today, I want to talk a little about, and I want to put everything together and talk about how a deliverance session may look, how you can maybe do deliverance. अनि म अब आज तपाईँहरूलाई विशेष गरिकन चाहिँ हामीले चाहिँ छुटकाराको तयारी चाहिँ छुटकाराको आत्मिकी छुटकाराको सेवकाईलाई चाहिँ कसरी तयारी गर्ने, कस्तो अवस्थामा गर्ने भन्ने बारेमा चाहिँ बताउन गइरहेको छु। And I know many of you are have been very successful, and because the power of the Holy Spirit is on you, you've done amazing deliverances already. मलाई थाहा छ कि तपाईँहरू आफ्नो सेवाकाईमा पवित्र आत्माद्वारा तपाईँहरू एकदमै यो छुटकाराको सेवाकाईमा चाहिँ धेरै सफलता हासिल गर्नुभएको छ। Yeah, again, today I want to share with you how our ministry would kind of approach deliverance. अनि फेरि पनि म आज तपाईँहरूलाई यो कुरा बताउन चाहन्छु कि कसरी हामी चाहिँ चङ्गाईको अनि सेवाकाईलाई हामी चाहिँ परमेश्वरकोमा अगाडि बढाउन सक्छौँ अनि कसरी चाहिँ त्यो सम्पूर्ण सक्छौँ भन्ने बारेमा म बताउन गइरहेको छु। And how maybe this can apply for you in your pastoring ministry. Yeah. अनि सँगसँगै हाम्रा सेवाकाईहरूमा हामीले यो आज सिकेको कुरालाई चाहिँ कसरी लागू गर्न सक्छौँ भन्ने बारेमा हामी सिक्न गइरहेका छौँ। So to do deliverance, what these are some of the recommendations. अनि छुटकाराको सेवाकाई गर्दा गर्दा यो कुरालाई म चाहिँ सिफारिस गर्न चाहन्छु। For those who are on the ministry team, they should uh, uh, ask, pray over themselves the armor of God every day. अनि यदि हामी मध्येबाट हामी चाहिँ एउटा छुटकाराको सेवाकाई गर्दै छौँ भने चाहिँ पहिलो कुरा चाहिँ परमेश्वरको सुरक्षाको परमेश्वरको हतियारको लागि हामी प्रार्थना गर्नु पर्दछ। And they should participate in communion every day. अनि उनीहरू चाहिँ सधैँ एकसाथ बसेर चाहिँ एकअर्काको लागि प्रार्थना गर्नु पर्दछ। If you're from a denomination that require um, um, leaders to bless the communion elements, अनि कति सम्प्रदायमा हामीले हेऱ्यौँ भने कहिलेकाहीँ चाहिँ उनीहरू चाहिँ एकअर्कामा चाहिँ परभोज लिने गर्दछन्, कहिले चाहिँ एकले अर्कालाई आशिष, कसैले चाहिँ अगुवालाई चाहिँ सिनियर अगुवाले चाहिँ को अगाडि जुनियर अगुवाले चाहिँ आशिष माग्ने त्यो कुरा पनि हामी हेर्दछौँ। you can ask your senior pastor to bless the element, give you a supply of it, and you can just take it every day. अनि अनि यो एउटा एउटा विभिन्न सम्प्रदायमा भर पर्ने कुरा हो। अनि प्रत्येक दिन चाहिँ एउटा जुनियर पास्टरले चाहिँ अनि एउटा छुटकाराको सेवकाई गर्दैछ भने उसले चाहिँ सिनियर पास्टरबाट चाहिँ आशिषको लागि चाहिँ उसले चाहिँ अपेक्षा गर्नु पर्दछ। You need to be protected and cleansed so that when you do deliverance, you don't get attacked. अनि हामी चाहिँ
छुटकाराको सेवकाई गर्दै गर्दा पहिलो कुरा चाहिँ हामी सुरक्षित हुनुपर्छ र हामी चाहिँ शुद्ध हुनुपर्छ, अनि मात्रै हामी चाहिँ असल तरिकाले छुटकाराको सेवकाई गर्न सक्छौँ। And so, how can a deliverance sessions start? अनि त्यो छुटकाराको सेवकाई गर्दै गर्दा चाहिँ हामी कसरी त्यसलाई सुरु गर्दछौँ, अझ कसरी पूर्व तयारी हुन सक्छौँ भन्ने बारेमा बुझ्न आवश्यक छ। In your pastoring of your people, maybe you have observed that your members are having strange and troubling behaviors. हो, हामीले चाहिँ छुटकाराको सेवकाई गर्दै गर्दा अनि त्यो दुष्ट आत्माले चाहिँ पोषित भएको मान्छेले चाहिँ उसले फरक खालको एउटा चाहिँ अनि एउटा अचम्मको कामहरू उसले चाहिँ एउटा पृथक कामहरू गर्न सक्छ, उसले चाहिँ एउटा भनौँ न त लडाइँ झगडाहरू गर्न सक्छ। I think I shared with you years ago. The Lord led me to minister to a demonized brother. अनि मैले सायद अगाडि बाँडेको हुनुपर्छ, फेरि पनि त्यो कुरालाई म चाहिँ जुन एउटा भुटात्माले ग्रसित भएको भाइको बारेमा म तपाईँलाई बताउन चाहन्छु। During church, he would like to touch people. It made them अनि feel उहाँको very uncomfortable. हाम्रो मण्डलीमा चाहिँ प्रायः जसो मान्छेलाई हामी छोएर प्रार्थना गर्ने गर्दथ्यौँ। And or during communion, they just don't want to take communion. They would leave. अनि त्यसपछि चाहिँ कहिलेकाहीँ चाहिँ त्यो परभोजमा हामी सरिक हुँदै गर्दा अनि परभोज लिएर चाहिँ सिधै मान्छेहरू बाहिर निस्किने गर्दथे। So as a pastor, you can observe these things and say, oh, these are possible signs that this person is being demonized. अनि कहिलेकाहीँ चाहिँ त्यो मान्छेले चाहिँ सामान्य व्यवहार होइन असामान्य व्यवहार गर्दैछ भने तपाईँ र मैले पनि त्योबाट हामी थाहा पाउन सक्छौँ कि यो मान्छेमा चाहिँ सामान्य आत्मा होइन, यो चाहिँ फरक आत्माले बास गरेको छ भनेर हामीले पनि मूल्याङ्कन गर्न सक्छौँ। And then you can also, I provided a table of some of the observations you can use to make, to diagnose this problem. अनि कहिलेकाहीँ चाहिँ उसले चाहिँ तपाईँ र मसँग गर्ने क्रियाकलापबाट पनि उसले हामीसँग गर्ने बिहेभियरबाट पनि हामीलाई थाहा हुनसक्छ कि यो मान्छे चाहिँ सामान्य आत्माले होइन तर फरक आत्माले परिचालन गरेको छ भनेर हामी बुझ्न सक्छौँ। Now, your church member may come to you. अनि त्यो बेलामा तपाईँको त्यो ग्रसित भएको मान्छेहरू तपाईँ कहाँ आउन सक्छन् And tell you, I'm having problem sleeping. I get tormenting dreams. अनि कहिलेकाहीँ तपाईँको हाम्रो विश्वासीहरू आएर हामीलाई भन्न सक्छन्, मैले त डरलाग्दो सपना पो देखेँ, मलाई त रातमा चाहिँ फरक खालको एउटा डरलाग्ने कुराहरू म देखेँ भनेर त तपाईँलाई मलाई बताउन सक्छन्। Or they say, oh, I hear this voice that tells me to hurt myself. अनि चाहिँ कहिलेकाहीँ चाहिँ त्यस्तो खालको मान्छे आउन पाउन सक्छन् कि ओहो यो आवाज सुनेर त मैले आफूले आफूलाई आत्महत्या गर्न मन लाग्यो भन्ने व्यक्ति पनि आउन सक्छन् हामी कहाँ। I have also in the past provided a table for you where these are signs that individuals can discern, notice that they're being tormented by evil spirits. अनि चाहिँ यस्तो खालको मान्छे पनि आउन सक्छन् जो बेलामा मान्छेहरू चाहिँ आफूले आफूलाई एकदमै चाहिँ एउटा नकारात्मक प्रभाव भएको त्यस्तो खालको बताउने मान्छे पनि तपाईँको अगाडि आउन सक्छन्। So when these things happen, you can tell them, would you like to come in for prayer? We can try to see if you need to be set free. अनि त्यो त्यस्तो मान्छेहरू आउँदैछ भने तिनीहरूलाई हामीले भन्न सक्नुपर्छ के तपाईँ छुटकारा पाउन चाहनुहुन्छ, त्यसो भए हामी कहाँ आउनुहोस्, हामी तपाईँको लागि प्रार्थना गर्नेछौँ भनेर हामी उत्साह दिन सक्छौँ। And so and they'll say, okay, yeah, I think I need prayer. They'll come, then you will set up a time for them to receive prayer. अनि चाहिँ तपाईँलाई हामीले चाहिँ उसमा चाहिँ होट्सेमा आइसी मिलाएर हामीले भन्न सक्छौँ ल ठिक छ तपाईँले समयको व्यवस्थापन गर्नुहोस्, हामी आउँछौँ, हामी तपाईँको लागि प्रार्थना गर्न तयार छौँ भनेर हामी उत्साह दिन सक्छौँ। Before you do the actual prayer and deliverance, you can use the table where I have shared in the past on the different functional group of spirits. अनि पहिले नै हामीले भनिसकेका छौँ कि छुटकाराको सेवकाई गर्नुभन्दा अगाडि पहिले नै तपाईँ र मैले को व्यक्ति चाहिँ यो छुटकाराको सेवकाईमा सहभागी हुने, हामी कुन कुन टिमहरू सहभागी भएर जान सकिन्छ अनि कुन व्यक्तिको कुन जिम्मेवारी भनेर चाहिँ हामी पूर्व तयारी हुँदा अझै राम्रो हुन्छ। So if the person say I'm having thoughts of killing myself, यदि कुनै व्यक्तिले तपाईँ कहाँ आएर चाहिँ म आफूले आफूलाई हत्या गर्न मन लाग्छ भनेर भन्दैछ भने
you can look at the grouping of the spirits that can be involved, possibly involved in that person having those thoughts. अनि त्यो मान्छेले त्यस्तो भन्दै गर्दा तपाईँले उसको हृदयमा उसको आँखातिर हेर्नुहोस् सबैजनाले सायद त्यसको प्रभाव अरू मान्छेमा पनि परेको देख्न सक्नुहुन्छ हजुरहरूले। And there's usually a straw man, one strong spirit and many smaller ones that's connected with that. अनि कहिलेकाहीँ चाहिँ एउटा चाहिँ ठुलो आत्माले चाहिँ एउटा डरलाग्दो आत्माले बलियो आत्माले उसलाई पक्रेको हुनसक्छ र त्यो त्यो आत्माबाटको अरू अरू आत्माहरू पनि अरूको अरूमा देखेको सरेको देख्न सकिन सक्छ। So this you would write down the possible, make a list of possible spirits that you need to cast out. अनि तपाईँ र मैले चाहिँ त्यो सबै कुराहरूलाई त्यो दुष्ट आत्मालाई निकाल्नको लागि हामीले चाहिँ यिनी कुराहरूलाई चाहिँ सम्झनु पर्दछ। Another way for you to help identify the different spirits is to give the person the personal history survey. अनि अब दोस्रो कुरा चाहिँ छुटकाराको सेवाका गर्नको लागि चाहिँ दोस्रो कुरा भनेको चाहिँ कुनै पनि व्यक्तिको लागि हामीले छुटकाराको सेवाका गर्दैछौँ भने उसको जीवनमा उसको व्यक्तिगत जीवनको बारेमा चाहिँ एउटा पूर्व उसको चाहिँ एउटा पृष्ठभूमिको बारेमा चाहिँ अनि बुझ्न अति नै आवश्यक छ। So you will have the prayees fill it out, and then you can look at it and discern what are some of the possible spirits involved. जसरी एउटा डाक्टरले बिरामीको लागि चाहिँ जाँच गर्नुभन्दा अगाडि उसले सबै कुराहरू सोध्छ त्यस्तै तपाईँ र मैले पनि एउटा फर्ममा लेख्न सक्छौँ कि उसको विगतका कुरामा उसको कुरा जीवनमा के कुराहरू घटेका थिए के समस्या थियो त्यसको बारेमा हामी चाहिँ लिस्ट बनाएर लेखेर चाहिँ बल्ल उसलाई चाहिँ हामी आत्मविश्वास दिलाउन सक्छौँ। Yeah, in the study, in reviewing the survey, you may find, oh, this person worshiped this god or goddesses. अनि त्यो बेलामा जब तपाईँले त्यो फारमहरू भर्नुहुन्छ लिस्ट बनाउनुहुन्छ त्यतिखेर तपाईँलाई थाहा हुनेछ कि ए यो मान्छेले यस्तो देवतालाई पुजेको रहेछ यो मान्छेले चाहिँ यस्तो नराम्रो काम गरेको रहेछ र यस्तो कुरामा सहभागी भएको रहेछ भन्ने कुरा तपाईँलाई मलाई पनि थाहा हुन सक्छ। Or this person had certain father wound or mother wound from their childhood. अनि कहिलेकाहीँ चाहिँ यो बच्चाको जीवनमा चाहिँ साँच्चैको उसको आमाको गर्भमा हुँदै गर्दा उसले चाहिँ चोट पाएको रहेछ अनि उसले चाहिँ उसको आमा गर्भ हुँदै बाबाले ठुलो चोट पाएको रहेछ भन्ने कुरा पनि हामीलाई थाहा हुन सक्छ। And then you can identify all the possible spirits that's involved. जब तपाईँ र मैले उसको जीवनको इतिहासहरू हामी पत्ता लगाउँछौँ जब उसको पृष्ठभूमिलाई हामी पत्ता लगाउँछौँ भने तपाईँ र मलाई छुटकाराको सेवा गर्न सजिलो हुन्छ। My friend Ken Fish, I mentioned his name a few times in the past. अनि उहाँको एकजना साथीको नाम उहाँले पहिले भनिसक्नु भएको छ। Oftentimes when he does ministry, because his prayer come to him, and what he'll do is he'll actually ask the questions like a personal history survey, but I ask those questions. मेरो एकजना साथीले जहिले पनि छुटकाराको लागि कोही मान्छे आउँथ्यो भने त्यो मान्छेको लागि प्रार्थना गर्नुभन्दा अगाडि उसको पुराना ऐतिहासिक कुराहरू अथवा उसको पृष्ठभूमिको बारेमा चाहिँ उसले सोध्ने गर्दथ्यो र त्यो कुरा पत्ता लगाएर मात्रै उसले चाहिँ सेवाका सुरु गर्दथ्यो। And sometimes just not practical to have somebody fill out a complete survey beforehand. अनि ताकि त्यो त्यो मान्छे मलाई पछि मात्रै थाहा भयो कि त्यो मान्छे चङ्गाईको लागि एउटा छुटकाराको सेवाई गर्दा उसको बारेमा चाहिँ सर्वे गर्नु अति खाँचो रहेछ भन्ने कुरा मैले बुझेँ। And my friend sometimes would just Google, Google and try to get the understanding of what spirits are right away. While the person is talking, he'll Google and identify it using Google. कहिलेकाहीँ उहाँको मित्रले त्यो उसले त्यो प्रार्थना गर्ने मान्छेले आएर भन्दै गर्दाखेरि चाहिँ विभिन्न देवी देवताको नाम भन्दै गर्दा नबुझेपछि उहाँले गुगल प्रयोग गरेर पनि के रहेछ त भन्ने बारेमा पनि उहाँले चाहिँ गुगलबाट सर्च गर्नुहुन्थ्यो। Yeah, so actually I've done that in the past when I need to know something a little more detailed. You can even use Google to help you. अनि कहिलेकाहीँ चाहिँ हामीले नबुझेको कुराहरू गुगल प्रयोग गरेर पनि हामी चाहिँ सिक्न सक्छौँ। Of course,
यस Of course, before the actual deliverance session, you should be praying, asking for the Holy Spirit to give you understanding and discernment. यद्यपि हामी सबैलाई थाहा छ हामीले छुटकाराको सेवकाई गर्नुभन्दा अगाडि हामी परमेश्वरको सहायता र पवित्र आत्माको शक्तिको सहायता चाहिँ हामीले माग्नुपर्छ त्यो हामी सबैलाई थाहा भएकै कुरा हो You may also need to spend some time in prayer and fasting before you do deliverance. हो हामी चाहिँ कहिलेकाहीँ चाहिँ छुटकाराको सेवकाई गर्नुभन्दा अगाडि अनि हामीले चाहिँ उपवासको प्रार्थना गर्नु पनि खाँचो छ Um, you should also, for the session, there are some practical items to bring with you. अनि तपाईँ र मैले यो सेवकाई गर्दै गर्दा चाहिँ कहिलेकाहीँ चाहिँ हामीले चाहिँ व्यवहारिक कुराहरूलाई पनि अप्नाउनु पर्ने हुन्छ Tissue paper, अनि त्यो चाहिँ टिस्यु पेपर हामी सबैलाई थाहा छ त्यो चाहिँ एउटा पेपर हुन्छ त्यो सबैलाई थाहा छ खाना खाएपछि हात भिजेपछि पोस्ने हुन्छ पेपर त्यो कुराहरू पनि एकदमै खाँचो छ a plastic bag or trash can. अनि कहिलेकाहीँ चाहिँ त्यो बिरामी भुटात्माले ग्रसित भएको मान्छेले अनि उल्टी गर्दै गर्दा चाहिँ त्यसको लागि चाहिँ त्यसले चाहिँ सबै ठाउँ फोहोर नहोस् भनिकन हामीले चाहिँ प्लास्टिकको झोलाहरू पनि तयार गर्दा अझै राम्रो हुन्छ Some people when the spirit come, they'll vomit out. They'll vomit out. हो हामी सबैलाई थाहा छ कहिलेकाहीँ चाहिँ त्यो आत्मा चाहिँ दुष्ट आत्माले उसलाई छोड्नुभन्दा अगाडि उसले धेरै दुःख दिन्छ अनि त्यो बेलामा चाहिँ दुष्ट आत्मा चाहिँ उल्टीद्वारा पनि बाहिर निस्किन्दछ त्यो बेलामा प्लास्टिक चाहिन्छ You may want to bring anointing oil to anoint the person as you pray for him. र अर्को कुरा चाहिँ हामी त्यो मान्छेको लागि प्रार्थना गर्नको लागि हामी चाहिँ अभिषेक गरेको तेल भन्छौँ कति ठाउँमा लागु नहुन सक्छ तर प्रायः जसोमा हुन्छ यो चाहिँ अभिषेक गरेको तेल पनि हामीसँग राख्दा अझै राम्रो हुन्छ Some people are more they it's sometimes helpful to have a small cross for them to hold. कहिलेकाहीँ चाहिँ कति सम्प्रदायमा हामी यो पनि देख्छौँ कि प्रार्थना गर्नुभन्दा अगाडि मान्छेले हातमा साना साना कुरुसहरू लिएर कुरुस हातमा लिएर प्रार्थना गरेको पनि हामी पाउँदछौँ त्यसरी पनि हामी तयारी हुन सक्छौँ Another thing you may want to bring is some water, bottled water. अनि कहिलेकाहीँ चाहिँ त्यो बिरामीको लागि अनि पानी चाहिन सक्छ त्यसकारण पानीको बोतलहरू पनि हामी पूर्व तयारी गर्दा राम्रै हुन्छ For people who ask for forgiveness and cleansing, sometimes it's hard for the prayer to believe that. अनि कहिलेकाहीँ चाहिँ त्यो मान्छेहरूले चाहिँ छुटकाराको सेवाकाई हुँदै गर्दा चाहिँ त्यो मान्छेहरूलाई चाहिँ क्षमा दिन गाह्रो हुन सक्छ क्षमा लिन पनि गाह्रो हुन सक्छ त्यस्तो मान्छेहरूलाई यो कुराहरू विश्वास गर्न पनि गाह्रो होला सायद Has a minister, you can use a little water and sprinkle them. कहिलेकाहीँ चाहिँ तपाईँ र म एउटा पास्टर अगुवा भएको कारणले गर्दा छुटकाराको सेवाकाई गर्दै गर्दा पानी प्रार्थना गरेर त्यो पानी पनि हामीले छर्कन सक्छौँ त्यो बिरामीलाई Yeah, that act it goes very deep. It helped them to connect with God's cleansing of them. अनि यो कुराले चाहिँ जहिले पनि उनीहरूलाई चाहिँ परमेश्वरको नजिकतामा जान सहायता गर्छ जसले चाहिँ उनीहरूलाई चाहिँ छुटकारामा चाहिँ तयारी गर्दछ So this is how deliverance can be started. How you can bring somebody to a deliverance session. यो चाहिँ हामी छुटकाराको सेवाकाई गर्नुभन्दा अगाडि यो कुरा व्यवहारिक कुराहरू चाहिँ हामी तयारी गर्नुपर्ने हुन्छ यो कुरा हामीले अहिले सिक्यौँ But there are times when deliverance need to be done just right on the spot. अनि कहिलेकाहीँ चाहिँ हामीले चाहिँ छुटकाराको सेवाकाई चाहिँ तत्कालै गर्नुपर्ने हुन्छ जहाँ चाहिँ त्यसको हामीले आकलनै गरेका हुँदैनौँ त्यहाँ चाहिँ गएर सेवाकाई गर्नुपर्ने हुन्छ Maybe because the presence of God is very powerful, some people just start to manifest. अनि हो कहिलेकाहीँ चाहिँ हामीले छुटकाराको सेवाकाई गर्दा गर्दा मान्छेले चाहिँ आफ्नो हृदयमा अनि परमेश्वरको उपस्थितिलाई महसुस गर्दै गरेपछि उनीले चाहिँ परमेश्वरको प्रकटीकरणलाई महसुस गर्दै गर्दा उनीले चाहिँ आफ्नो पापहरू स्वीकार्न सक्छन् I would, and again, sometimes it's not practical to do everything I'm suggesting, but I would try to take this person to a quiet place. अनि कहिलेकाहीँ चाहिँ हामीले यो छुटकाराको सेवाकाई गर्दै गर्दा योलाई चाहिँ एउटा हामी चाहिँ अनि सार्वजनिक स्थानमा भन्दा पनि चाहिँ एकान्त ठाउँमा गर्न अझै राम्रो हुन्छ Yeah, because we want to be respectful. We don't want to have that person have everybody looking at that person and making a big scene. कहिलेकाहीँ चाहिँ हामीले चाहिँ अनि एउटा सार्वजनिक स्थलहरूमा छुटकाराको सेवाकाई गर्दा मान्छेहरूले चाहिँ विभिन्न
आरोप प्रत्यारोप लगाउन सक्छन्, मान्छेले अनादर गर्न सक्छन्, तर त्यो उसको जीवनको आदरको लागि पनि उसलाई चाहिँ कदर कदर होस् भन्नुको लागि पनि हामीले एकान्तमा प्रार्थना गर्नु गर्दा छुटकाराको सेवकाई गर्दा अझै असल हुँदछ। And we also want to take control of the deliverance session. We always want to be in control of the deliverance session. अनि यो हामीले चाहिँ छुटकाराको सेवकाई गर्दै गर्दा यो जहिले पनि चाहिँ परमेश्वरको अधीनतामा हुनु पर्दछ। The demons should never be in control of because you can't cast them out if they're in control. हो शैतान शैतान जहिले पनि चाहिँ ऊ हाम्रो अधीनमा नहुन नमान्ला, तर पनि अन्तिममा चाहिँ त्यो माथि परमेश्वरको विजय हुन्छ नि, हामी सबैलाई थाहा भएकै कुरा हो। And in the past, what I share with you a prayer was called calling the spirit to attention, bring that person's spirit back so that they're not out of control by this. अनि हामीले चाहिँ यो भन्दै गर्दा चाहिँ हामीले जहिले गर्नुपर्ने कुरा के हो भने चाहिँ त्यो ग्रसित भूत आत्माले चाहिँ अनि चाहिँ ग्रसित भएको मान्छेको लागि हामीले प्रार्थना गर्दै गर्दा हामीले यसरी प्रार्थना गरौँ ताकि त्यसको हृदयमा चाहिँ फेरि पनि अनि यता रूपान्तरणको हृदय हुन सकेको होस्, त्यसको हृदय चाहिँ त्यो जुन पुरानो हृदय थियो जुन आत्माले बास गरेको छ त्यो हृदय चाहिँ अनि परिवर्तन होस् भन्नेको लागि हामी प्रार्थना गर्नु पर्दछ। Yeah, then at that stage, then we would start the deliverance process. After we have brought that person to be aware, then we will start the deliverance. जब त्यो मान्छेले चाहिँ अब तयारी छ, ऊ चाहिँ परमेश्वरको वचनलाई स्वीकार गर्न तयारी छ, जब ऊ चाहिँ आफूलाई चाहिँ परमेश्वर काट्न तयारी हुँदैछ भने चाहिँ हामी बल्ल चाहिँ छुटकाराको सेवाकाई गर्न सुरु गर्न सक्छौँ। So in a deliverance session, the first thing we want to do is establish God's presence. अनि छुटकाराको सेवाकाई गर्दै गर्दा चाहिँ तपाईँ र मैले बुझ्नुपर्ने पहिलो कुरा भनेको चाहिँ जहिले पनि परमेश्वरको उपस्थितिको हामी महसुस गर्नुपर्छ, परमेश्वरको उपस्थितिलाई चाहिँ हामीले चाहिँ अनि त्यो त्यस्तो खालको माहौल बनाउनु पर्दछ। I provided some opening prayers that you can use, and you can have your own opening prayer. Just invite God to be there. अनि तपाईँले मैले सुरुको प्रार्थना गर्दै गर्दा त्यहाँ चाहिँ जहिले पनि परमेश्वरको उपस्थितिलाई अपेक्षा गर्नुहोस्, परमेश्वरको अनि निमन्त्रणलाई स्वीकार्न परमेश्वरलाई बोलाउनुहोस् त्यो स्थानमा, अनि यो चाहिँ सुरुवातको प्रार्थनामा हो। And and we want to again help the whole process be God centered. अनि चाहिँ त्यो जुन हामीले गर्दै गरेको प्रक्रिया छ त्यो चाहिँ जहिले पनि चाहिँ परमेश्वर केन्द्रीय हुनुपर्छ, ईश्वर केन्द्रीय हुनुपर्छ, त्यो चाहिँ मानिस केन्द्रीय हुनु हुँदैन। As we're engaging the prayer, sometimes they said, I can't connect because there's still voices and attacks on their mind and in the heart. Yeah. कहिलेकाहीँ चाहिँ त्यो हामीले प्रार्थना गर्दै गर्दा गरेको मान्छेले भन्न सक्छ, ओहो म त अझै पनि त्यो आत्माले त्यो आवाजले मलाई चाहिँ बाहिर निस्किन दिएको छैन, म चाहिँ अझै पनि त्यसको आक्रमणमा छु भनेर तपाईँले मलाई बताउन सक्ला। If that happens, we can take back control. I provided a number of different prayers you can use to take back control of the situation. त्यो परिस्थितिमा तपाईँ र मैले जहिले पनि चाहिँ उसले आफूलाई अधीन गर्नको लागि परमेश्वरको अधीनमा राख्नको लागि त्यस्तो खालको प्रार्थना शब्दहरू प्रयोग गरिदिउँ ताकि उसले आफूलाई परमेश्वरको अधीनमा आफ्नो अधीनमा राख्न सकोस्, त्यो शैतानको अधीनमा हुन नसकोस् भनेर। And that it's called like shifting the spiritual atmosphere. We command the voices to stop. We can ask God's angel to provide the hedge of protection. There are many ways we can ask God to help make to control the demonic voices. अनि तपाईँ र मैले चाहिँ त्यो बेलामा चाहिँ तल त यो जुन आत्मा छ यो आत्मालाई यीशुको नाममा बन्द हुने आज्ञा गर्दछौँ र परमेश्वर तपाईँको स्वर्गदूतहरू पठाउनुहोस् ताकि त्यो आत्माहरू बन्द होस् भनेर यस्ता शब्दहरूलाई हामी त्यो मान्छेलाई दोहोऱ्याउन लगाएर हामी सहायता गर्न सक्छौँ। There's another prayer that we like to lead the prayer into before we actually cast out the spirits. Could you please repeat again, please? There's another prayer that we like to help the prayer pray before we cast out the demon spirits. अनि अर्को कुरा चाहिँ हामीले चाहिँ छुटकाराको सेवाका गर्नुभन्दा अगाडि जुन मान्छेको लागि हामी प्रार्थना गर्दैछौँ त्यो मान्छेलाई चाहिँ हामी यस्तो तरिकाले हामी दोहोऱ्याएको परमेश्वरले चाहनुहुन्छ। And that's a prayer I also have given to you in the past. It's called Love of God prayer. अनि हामीले चाहिँ यहाँ हाम्रो पाठमा हामी हेर्दछौँ कि
परमेश्वरको प्रेमको प्रार्थना अर्थात् परमेश्वरको प्रेम भन्ने प्रार्थना परमेश्वरको प्रेम प्रार्थना भन्ने चाहिँ हामी देख्छौँ यो कुरामा हामी उसलाई दोहोऱ्याउन सक्छौँ We pray that the prayer can be touched by God's love in His presence. यो प्रार्थना हामीले उसलाई भन्दै गर्दा चाहिँ उसले चाहिँ प्रार्थना गरी माग्ने मान्छेले चाहिँ उसले परमेश्वरको उपस्थितिलाई उसले महसुस गर्नेछ र परमेश्वरले मलाई प्रेम गर्नुहुन्छ भन्ने कुरा उसले अनि विश्वास गर्नेछ Yeah, so this really helped them to know that this is not something to be afraid of. Deliverance is not something to be afraid of. अनि यस्तो खालको प्रार्थना गरौँ ताकि त्यो मान्छेले चाहिँ कहिले पनि नथाकोस् अथवा चाहिँ हाम्रो छुटकाराको सेवकाई गर्दा हामी पनि थाक्न नसकौँ So after connecting the prayer with God, then we can start the actual deliverance. जब त्यो प्रार्थना गरी माग्ने मान्छे चाहिँ परमेश्वरसँग ऊ जोडिन्छ परमेश्वरसँग नजिक भएको महसुस गर्दछ अनि मात्र तपाईँ र म चाहिँ छुटकाराको सेवकाई सुरु गर्न सक्छौँ You would take the list of the demons. Either you got that list from studying the personal history. अनि तपाईँले मैले सेवाकाई गर्नुभन्दा अगाडि छुटकाराको सेवाकाई गर्नुभन्दा अगाडि त्यो व्यक्तिको पृष्ठभूमिलाई हामी चाहिँ लिस्ट बनाउन सक्छौँ or maybe through praying before and the Holy Spirit show you the different spirits that may be involved. अनि त्यो बेलामा चाहिँ दोस्रो कुरा चाहिँ पवित्र आत्मामा भनेर हामी भन्न सक्छौँ कि पवित्र आत्मा त्यो कस्तो खालको आत्माले बास गरिएको छ त्यो देखाउनुहोस् भनिकन पनि हामी प्रार्थना गर्न सक्छौँ And you can take that list and then test for their presence. We use a prayer called testing the spirit. अनि तपाईँले जब त्यो लिस्ट बनाउनुहुन्छ त्यो मान्छेको पृष्ठभूमिको बारेमा उसको विगतका दिनहरूको बारेमा तपाईँ लिस्ट बनाउनुहुन्छ त्यसपछि तपाईँ र मैले चाहिँ अनि त्यसको चाहिँ एउटा जाँच भन्ने बारेमा चाहिँ प्रार्थना हामी सुरु गर्न सक्छौँ The reason why our ministry likes to use what we call testing the spirit right away instead of saying you have the spirit is because there's always a danger if we are wrong. अनि कहिलेकाहीँ चाहिँ तपाईँ र मैले जाँच गर्दै गर्दा यदि तपाईँ र मैले चाहिँ अनि चाहिँ त्यो गलत आत्मालाई चाहिँ अथवा चाहिँ हामी आत्मा नचिनेर हामी सेवक छुटकाराको सेवकै गर्दा त्यो चाहिँ गाह्रो हुनसक्छ अथवा चाहिँ त्यो गलत हुनसक्छ Years ago, my wife and I we had a ministry, a physical healing, but we also did deliverance. अनि केही वर्ष अगाडि उहाँ म र मेरो श्रीमतीले चाहिँ सेवाकाईको क्षेत्रमा हामी जाँदै गर्दा हामी चाहिँ विभिन्न मान्छेलाई चाहिँ शारीरिक छुटकाराको निम्ति छुटकाराको सेवाकाई गर्दै थियौँ So there was one sister who came in for praying for she was depressed. अनि एकजना महिला आउनुभयो उहाँ चाहिँ एकदम तनावमा डिप्रेसनमा हुनुहुन्थ्यो उहाँले त्यसको लागि प्रार्थना गर्न हामीलाई भन्नुभयो But one of our team member, she त्यसपछि said उहाँको समूहको एकजना मान्छेले चाहिँ she's so sure that that person had the spirit of death on her. Pardon, please. That one of our team member Okay. said that this sister had the spirit of death on her. Okay. Oh, deaf. DEATH, death. Oh, death. Okay. Death. Oh, yeah. Okay, understand. त्यसपछि उहाँको एउटा टिम समूहबाट एकजना सेवाकाई गर्दै गर्दा एकजना साथीले थाहा पाउनुभयो त्यो त्यो बहिनीमा चाहिँ अथवा दिदीमा चाहिँ मृतको आत्माले बास गरेको रहेछ भन्ने कुरा चाहिँ उहाँले थाहा पाउनुभयो We said we don't feel that's true. अनि त्यसपछि उहाँले यो चाहिँ साँच्चै हो भन्ने कुरा उहाँलाई गाह्रो भयो विश्वास लागेन We even checked with this person's pastor to see if there's any problem. She was getting counseling. Was there any suicidal thoughts involved? We asked those questions. अनि त्यो बेलामा त्यो साथीले त्यो भनिसकेपछि उहाँमा चाहिँ मृत्युको आत्मा छ भनेर भन्दै गर्दा चाहिँ हामीले उहाँलाई सोध्यौं उहाँको विगतका कुरालाई हामीले कोट्यायौं र उहाँसँग धेरै परामर्श पनि गर्यौं And they said no, she's just don't feel depressed. अनि उहाँले चाहिँ त्यो होइन त्यो केही पनि होइन यो म चाहिँ तनावमा छु मात्रै भन्नुभयो उहाँले One of the rules we have for our teams, we only do ministry
um, together. You cannot do ministry outside by yourself. अनि अनि उहाँको समूहको एउटा नियम थियो, जहिले पनि उहाँले चाहिँ सेवाकाई गर्दै गर्दा छुटकाराको सेवाकाई गर्दै गर्दा उहाँले चाहिँ बाहिर कहिले पनि गर्नु, उहाँले चाहिँ एकान्तमा अथवा चाहिँ गुप्त ठाउँमा उहाँले सेवाकाई गर्नुभयो जहिले पनि। And again, that's for protection. Is also we believe collectively we have a better picture than individuals. अनि ताकि हामी चाहिँ त्यो जस्तो किन गरेको भन्दा गर्दा चाहिँ हामी चाहिँ त्यो प्रभावकारी हुन सकेको होस्, ताकि हामी सबैको आफ्नो आफ्नो जिम्मेवारी पुरा गर्न सकौँ र त्यो सुरक्षित पनि होस् भन्ने तरिकाले हामी त्यो त्यो अप्नायौँ हामी। And so, make a long story short, अनि म चाहिँ त्यो कथालाई म छोटो बनाउन चाहन्छु फेरि पनि। our team member took the sister to different meetings, trying to cast out the spirit of death from her. अनि त्यो बहिनीलाई चाहिँ जुन मृत्युको आत्मा भएको छ भन्ने बहिनीलाई चाहिँ हामीले विभिन्न अनि छुटकाराको ठाउँमा हामी लिएर गयौँ, विभिन्न कार्यक्रममा सहभागी बनायौँ। When the spirit of death wasn't there, she opened the door to the spirit of death. अनि त्यसपछि चाहिँ त्यो आत्माले चाहिँ मृत्यु आत्माले जहिले पनि चाहिँ मृत्युलाई चाहिँ उसले बोलाइरहेको हामीले पायौँ। At the end, our prairie killed herself. Pardon, please. At the very end, the person who came in for prayer, she killed herself. अनि अन्तिममा चाहिँ जुन त्यो बहिनी चाहिँ जुन चङ्गाईको लागि आउनु भएको थियो, त्यो बहिनी चाहिँ छुटकारा आउनु भएको बहिनीले आफैले आफूलाई आत्महत्या गर्नुभयो। Even though when we're doing deliverance, we're pretty sure of what spirits are, but the way we want to say it is always not so definite, just in case we are wrong. Okay. अनि त्यो त्यो बहिनीले आफूले आफूलाई हत्या गर्नुको चाहिँ कारण के भयो भन्दै गर्दा चाहिँ हामीलाई हाम्रो समूहको मान्छेलाई चाहिँ थाहा थियो उहाँमा चाहिँ मृत्युको आत्मा छ भन्ने कुरा, तर त्यो बहिनीले त्यो कुरा लुकाएको कारणले गर्दा र हामीले त्यही तरिकाले प्रार्थना गरेको कारणले गर्दा त्यो बहिनीले छुटकारा पाउन सकेन। We don't want to cause a problem that was cause a problem that wasn't there. जुन समस्यालाई हामी चाहिँ छुटकारा गर्न, समस्यालाई समाधान गर्न खोज्दै थियौँ, त्यो समस्या त्यो बहिनीमा थिएन, तर त्यो बहिनीमा चाहिँ फरक समस्या रहेछ। So we always say we will be testing for the spirit. त्यसकारण चाहिँ हामीले भन्छौँ कि जहिले पनि हामीले छुटकाराको सेवाकाई गर्दै गर्दा हामीले जहिले पनि त्यो चाहिँ हामीले चाहिँ त्यो आत्मा त्यो आत्माको जाँच गर्नु पर्दछ, कुन आत्माले आक्रमण गरेको छ, कुन आत्मा छ भन्ने कुरा चाहिँ बुझ्नु पर्दछ। We would explain that to the prairie. अनि त्यो हामीले चाहिँ त्यो प्रार्थना गर्ने गरिमाग्ने मान्छेलाई पनि हामीले त्यो कुरा चाहिँ व्याख्या गर्नु पर्दछ। We would again ask them to report back to us what they're sensing as we're testing the spirit. अनि तपाईँ र मैले त्यो त्यो प्रार्थना गरिमाग्ने मान्छेसँग चाहिँ हामीले चाहिँ त्यसले भन्दै गर्दा त्यो कुराको जाँच पनि हामीले गर्नुपर्छ, त्यस वास्तवमा त्यो हो कि होइन, त उसले भन्दै गरेको समस्या वास्तवमा हो कि होइन, के फरक समस्या छ, अनि त्यो चाहिँ मिल्नु पर्दछ। When we call this, when we're testing the spirit, we're also calling the spirit to show itself. अनि हामीले चाहिँ जहिले पनि अनि आत्माको जाँचको प्रार्थना गर्दै गर्दा चाहिँ तपाईँ र मैले चाहिँ त्यो देखाओस् भनेको पनि प्रार्थना गर्नुपर्छ, कि त्यो कस्तो खालको आत्मा छ भन्ने कुरा देखियोस् भन्नको लागि पनि प्रार्थना गर्नु पर्दछ। But not in a way that it's going to take over control. अनि ताकि यो कुराले चाहिँ साँच्चीकै त्यो 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 आत्माले चाहिँ उसलाई चाहिँ अधिकार नगरोस्, तर परमेश्वरको आत्माले अधिकार गरोस् भनेर पनि हामी प्रार्थना गर्नु पर्दछ। We tell the spirit, if the spirit is present, to show itself in a respectful way. हामी चाहिँ यसरी हामी अनि प्रार्थना गर्नुपर्छ कि त्यो जुन आत्मा छ अनि त्यो भित्रको आत्माले बास गरेको छ, त्यो आत्माले चाहिँ आदरणीय तरिकाले आफूलाई प्रस्तुत गरोस् भनिकन प्रार्थना गर्नु पर्दछ। It cannot hurt. We tell the spirit cannot hurt the prairie. अनि हामीले जहिले पनि यसरी प्रार्थना गर्नुपर्छ कि त्यो प्रार्थना गरिमाग्ने मान्छेको हृदय नटुटोस्, तर उसको हृदयमा सान्त्वना होस् भनेर प्रार्थना गर्नु पर्दछ। We tell the spirit you cannot be dramatic. अनि तपाईँ र मैले चाहिँ जहिले पनि त्यसरी प्रार्थना गर्नुपर्छ कि त्यो आत्माले कहिले पनि नाटकीय ढङ्गले प्रस्तुत नगरोस् र वास्तविकता प्रस्तुत गरोस् भनेर प्रार्थना गर्नु पर्दछ। We tell the spirit that you can show yourself to the prairie's thoughts. अनि तपाईँ र मैले जहिले पनि यसरी भन्नुपर्छ कि त्यो प्रार्थना गर्ने मान्छेलाई तपाईँले यसरी प्रार्थना गर्नुहोस् ताकि तपाईँको
विगतका कुराले पनि तपाईँलाई चाहिँ दखल नदियोस्। feelings, तपाईँको भावनाहरू or desires, अनि तपाईँको इच्छाहरू or even touch the body, but they cannot be harmful. अनि अनि तपाईँ र मैले चाहिँ उनीहरूको लागि प्रार्थना गर्दै गर्दा हामीले छोएर प्रार्थना गर्दै गर्दा पनि उनीहरूलाई चाहिँ त्यस्तो खालको अनुभव नहोस्, ताकि यसले मलाई चोट पार्यो भन्ने कुरा महसुस नहोस्। So when we call out the spirit, test the spirit, we ask the prayer to sense through the Holy अनि हामीले Spirit. चाहिँ अनि हामीले चाहिँ त्यो प्रार्थना गरी माग्ने मान्छेको लागि प्रार्थना गर्दै गर्दा जहिले पनि चाहिँ उसलाई भन्नुपर्छ, तिमी चाहिँ पवित्र आत्माद्वारा तिमीले चाहिँ त्यो त्यो चाहिँ अनि सेन्स गर, तिमीले चाहिँ त्यो महसुस गर है, अनि भनेर चाहिँ मान्छेलाई चाहिँ बेला बेलामा हामी भन्नुपर्ने हुन्छ। And as we call the name of the spirit out, we will ask them afterward, do you feel it? Anything? Do you see anything? Do you sense anything? यसरी हामी त्यो मान्छेसँग परामर्श गर्दै गर्दा तपाईँले मैले उसलाई भन्न सक्नुहुन्छ, के तपाईँले केही कुरा देख्नुभयो, के तपाईँले केही कुरा अनुभव गर्नुभयो, केही तपाईँले त्यो महसुस गर्नुभयो भनेर हामी बिच बिचमा उसलाई प्रश्न गर्दा अझै राम्रो हुन्छ। Sometimes they'll feel like, oh, I feel something unclean touch me. अनि कहिलेकाहीँ चाहिँ तिनी मान्छेले प्रार्थना गर्दै गर्दा तिनी मान्छे भन्न सक्छन्, ओहो मलाई त अहिलेसम्म चाहिँ त्यो अशुद्ध यो यो शरीरमा चाहिँ अशुद्ध भएको महसुस हुन्छ भनेर भन्न सक्छन्। Or they say, I hear a voice that's laughing at me. अनि कहिलेकाहीँ चाहिँ मैले यस्तो खालको आत्मा देख्दैछु जुन चाहिँ म तर मलाई देखेर बेसरी गरल हाँसेको मैले देखेँ भनेर पनि तपाईँले मलाई भन्न सक्छन् त्यो मान्छे। They may say, oh, you're not going to, they hear the voice that says, you're not going to be able to cast me out. अनि कहिलेकाहीँ चाहिँ तिनीहरूले यस्तो खालको शब्द सुनाउँछ, ए तिमी मलाई निकाल्न सक्दैनौ, म त तिम्रोमा राजा भएर बसेको छु भन्ने आवाज पनि तिनीहरूले सुन्न सक्छन्। Sometimes there can be a surge of negative emotion they will feel, or suddenly feel angry. अनि कहिलेकाहीँ उनीहरूले चाहिँ भावनात्मक रूपमा चाहिँ उनीहरू तुच्छ ठानेको देख्न सक्छन्, महसुस गर्न सक्छन्। कहिलेकाहीँ चाहिँ एकदम रिसालु भएको कुरा उनीहरूले पोख्न सक्छन्। Some people will see, oh, I see that there's a face there, there's darkness around me. अनि कहिलेकाहीँ चाहिँ त्यो बिरामी मान्छेको लागि भन्न सक्छ कि मैले चाहिँ मेरो अगाडि भएका धेरै मान्छेले यस्तो देख्दैछु जुन मान्छे चाहिँ पहिलाको भन्दा नर्मल होइन, सामान्य होइन, असामान्य देख्दैछु भनेर भन्ने गरेको हामी देख्न सक्छौँ। So at that point, we would command the spirit to leave because it showed itself. We'll command it to leave. त्यो बेलामा तपाईँ र मैले जहिले पनि चाहिँ त्यो आत्मालाई चाहिँ यीशुको नाउँमा हामी इन्कार गर्न सक्नुपर्छ। And there are two approach at this point. You can approach by the way, the list that spirits you want to test, you can approach two different ways. अनि तपाईँ र मैले चाहिँ छुटकाराको सेवाकाई गर्दै गर्दा हामीले चाहिँ यिनी कुराहरू सबै लिस्ट बनाएर पनि हामी प्रस्तुत हुन सक्छौँ। One way is to go after the strong man first. Pardon, please. They come in family group, right? You can go for the head, the strong spirit first, the strongest spirit first. अनि अनि अर्को कुरा चाहिँ तपाईँ र मैले जहिले पनि सुरुमा प्रस्तुत हुँदै गर्दा चाहिँ तपाईँ र मैले चाहिँ त्यसको अनि शिरबाट चाहिँ हामीले आक्रमण गर्न सुरु गर्नुपर्छ। Sometimes harder to get the strong man out first. अनि हो कहिलेकाहीँ चाहिँ त्यो त्यो शिरलाई हामीले आक्रमण गर्दै गर्दा चाहिँ त्यसलाई चाहिँ निकाल्न हामीलाई गाह्रो हुन सक्छ। Because when you do deliverance, the spirits lock together. They try to lock together. तपाईँ र मैले चाहिँ छुटकाराको सेवाकाई गर्दा गर्दा उनीहरू एकअर्कामा चेनले बाँडेको जस्तै जन्जिरले बाँडेको जस्तै उनीहरू चाहिँ बन्द गरेर बस्न सक्छन्। If you get the strong man to leave, then the other underling spirit will go with it fast. यदि तपाईँ र मैले चाहिँ त्यो जुन मुख्य मान्छेहरू हुन्छ, जुन जन्जिरले बाँडेको मान्छेलाई चाहिँ हामीले चाहिँ येशूको नाममा इन्कार गर्यौँ, त्यसलाई निकाल्न सक्यौँ भने अरू तिनीभन्दा साना आत्माहरू चाहिँ सजिलै निस्किन सक्ने सम्भावना हुन्छ। The other option is you can take the underling spirit out first. So at the end, the strong man's by himself. It's easier to cast out the strong man. अनि तपाईँ र मैले जहिले पनि मुख्य कमान्डरलाई चाहिँ हामी चाहिँ निकाल्न सक्नुपर्छ, अनि सिपाहीले चाहिँ सजिलै निस्किन सक्छन्। Yeah, so those are some of the ways to do it. If you do it by taking out the underling first, it's a little slower.
तपाईँ र मैले चाहिँ जुन मेन मान्छेलाई चाहिँ अनि यसोको नाममा ननिकालेर चाहिँ तपाईँहरू चाहिँ सामान्य मान्छेलाई चाहिँ सामान्य आत्मालाई मात्र हामीले निकाल्यौँ भने चाहिँ but it may be easier. It takes, यो yeah, चाहिँ यदि तपाईँ र मैले चाहिँ मेन मान्छेलाई चाहिँ निकाल्यौँ भने चाहिँ तल्लो मान्छेलाई चाहिँ तल्लो आत्माकोलाई चाहिँ निकाल्न हामीलाई सजिलो हुनेछ तर हामीले चाहिँ सानो मान्छेलाई चाहिँ कमजोर अनि आत्मालाई चाहिँ हामीले सुरुमा निकाल्यौँ भने बलियोलाई निकाल्नलाई गाह्रो हुन सक्छ yeah. If you took out the straw man, it may be harder but faster. अनि हो कहिलेकाहीँ चाहिँ हामी सेवक सेविकाको लागि गाह्रो हुन सक्छ यो कुरा In the rebuking of the spirit, commanding the spirits to leave, sometimes we will also ask the prayees to to um to agree with us, because with has this is for Christians who are demonized. They also have authority to to cast out demons. So we encourage them to agree and cast out together. अनि कहिलेकाहीँ चाहिँ हामीले मात्रै अनि दुष्ट आत्मालाई चाहिँ इन्कार गर्दा गर्दा नहुन सक्छ र यदि कोही मान्छे विश्वासीलाई पनि त्यसले आक्रमण गरेको छ अशुद्ध आत्माले भन्दै भने हामी सँगसँगै चाहिँ हामी यसुको नाउँमा इन्कार गर्न सक्छौँ There are many benefits from showing the prairie, the Christians who are demonized, that they also have authority to cast out demons. हो हामी सबैले देखेका छौँ विश्वास गरेका मान्छेहरूलाई पनि धेरैचोटि चाहिँ दुष्ट आत्माले आक्रमण गरेर उनीहरूलाई बन्धनमा पारेको हामी देख्दछौँ त्यसको लागि चाहिँ हामी सँगसँगै सामूहिक रूपमा प्रार्थना गर्न अझै सजिलो हुन्छ We don't want to have our people always dependent on us for their own freedom. अनि कहिले पनि चाहिँ हाम्रा विश्वासीहरू हामीमाथि सधैँ आत्मनिर्भर परनिर्भर हुन् भन्ने हामी चाहँदैनौँ तर उनीहरू चाहिँ जहिले पनि आत्मनिर्भर हुन् ताकि उनीहरूले पनि आफूले आफूलाई त्यो बन्धनमा छुटकारा पार्न सकुन् भन्ने हामीले अपेक्षा गर्नु पर्दछ When we get them involved in their own deliverance, it 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 makes them aware this is their problem also. कहिलेकाहीँ चाहिँ हाम्रै विश्वासीहरू विश्वास गरेका मान्छेहरूलाई पनि छुटकाराको खाँचो पर्न सक्छ बन्धनमा हुन सक्छन् त्यो चाहिँ उनकै कारणले गर्दा पनि त्यस्तो हुन सक्छ So it really helped to empower them. यदि तपाईँ र मैले उनीलाई सशक्तिकरण बनाउँछौँ भने Okay, so that's reason why we like to also have the prairie more involved. Now, as you're doing deliverance, sometimes it's hard. It gets stuck. It just won't come out. अनि हामी चाहिँ कहिलेकाहीँ सेवाकाई गर्दा गर्दा छुटकाराको सेवाकाई गर्दै गर्दा कहिलेकाहीँ चाहिँ हामीले असम्भव भएको देख्न सक्छौँ There are a couple of things you can do at this point. अनि यस्तो बेलामा चाहिँ तपाईँ र मैले यसरी गर्न सक्छौँ I have given you a prayer that may be useful, which is asking the Holy Spirit to help in the deliverance. अनि मैले तपाईँलाई चाहिँ यहाँ चाहिँ अनि यसरी यदि तपाईँमा छुटकाराको सेवाकाई गर्दै गर्दा हामी थाक्यौँ र चाहिँ त्यो 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 स्वतन्त्र हुन सकेन त्यो दुष्ट आत्मा निस्किन सकेन भने तपाईँ र मैले चाहिँ पहिलो कुरा चाहिँ पवित्र आत्माको सहायता हामी सहायता माग्नु पर्ने हुन्छ And I don't know if you remember the passage, John chapter 7:38. युहन्ना 7को 38लाई हामीले हेऱ्यौँ भने कसैलाई याद छ कि It says, "He that believes on me," this is Jesus talking. Uh, ओके यहाँ चाहिँ he, यसो प्रभुले भन्दै हुनुहुन्छ कसैले पढिदिनु होला है बाइबल म चाहिँ अलिकति पर छु uh, युहन्ना 7:38 do you want to read it? Maybe. So, ओके आई क्यान Sunil? Okay. हजुर Um, कसैले पढिदिनु सुरु है John chapter 7, verse 38. युहन्ना 7को 38 कसैले पढिदिनुहोस् त गुरुबाहरू हुन्छ 38 37 38 जसले म माथि विश्वास गर्दछ धर्मशास्त्रले भने अनुसार त्यसको अन्तस्करणबाट जिउँदो पानीका खोलाहरू बगी निस्किनेछन् आमेन आमेन Only So, धन्यवाद 38. प्रभु। Yeah. yeah, 38 talk about the living water
That's the Holy या अनि Spirit. या यहाँ चाहिँ यो Okay. योहन्ना 7:38 चाहिँ जहिले पनि जीवित पानीको बारेमा चाहिँ भन्दछ यहाँ चाहिँ Jesus, जिउँदो पानीको रूपमा। some translation says out of the heart, but the real meaning out of the belly, right here. अनि अनि साँचो अर्थमा भन्नुपर्दा चाहिँ यो हाम्रो पेटको चाहिँ तल्लो भाग छ, यसको यसलाई भनेको छ भन्ने हुन्छ। That's the seat of the Holy Spirit. The Holy अनि Spirit's यो चाहिँ seat. एउटा पवित्र आत्माको फलको बारेमा हामी भन्दछौँ तपाईँहरूलाई। So what you can do is a lot of time when we're doing deliverance, people tell me, "Oh, it's kind of stuck right here. It's stuck right here." अनि कहिलेकाहीँ चाहिँ हामीले छुटकाराको सेवा गर्दा त्यो मान्छेले भन्न सक्छन्, "ओ यहाँ अड्क्यो, घाँटीमा अड्क्यो, यहाँ यस्तो भएको छ" भनेर भन्न सक्छन्। Or it's coming out. But it's stuck. अनि यो चाहिँ बाहिर निस्किन खोजेको थियो तर यो घाँटीमै अड्किएको भनेर भन्न सक्छन् मान्छेहरूले। Or they'll say it's leaving my hand, but it's still here. It's not gone yet. अनि कहिलेकाहीँ त्यो त्यस्तो मान्छेले भन्न सक्छन् कि ओ मेरो यो हात दाहिने हात डाब्रे हातमा चाहिँ अड्केको छ भित्र नसामा, अझ निस्किन सकेको छैन भनेर पनि भन्न सक्छन्। So what we can do is gently lay our hand on the body gently and ask the Holy Spirit to come like a cleansing water up and out. अनि त्यो बेलामा तपाईँ र मैले चाहिँ पवित्र आत्मालाई भन्नुपर्दछ कि त्यो पवित्र आत्माले चाहिँ त्यस्तो खालको दिनुभएको ताकि त्यो एउटा तलबाट निस्किन सकेको त्यो चाहिँ सबै बाहिर निस्किन सकोस् भनेर हामी प्रार्थना गर्नु पर्दछ। Yeah, so that sometimes can help if the demon spirit is stuck. यदि कुनै त्यो दुष्ट आत्माले चाहिँ तिनीहरूलाई कुनै कुनै कुराहरू बन्द गरेको छ, बाहिर निस्किन दिएको छैन भने हामी त्यसरी पवित्र आत्माको सहायताद्वारा त्यसरी प्रार्थना गर्न सक्छौँ। And sometimes if it's like stuck here, we just say, we just ask them to gently cough. अनि कहिलेकाहीँ चाहिँ त्यो मान्छेले चाहिँ यदि त्यो दुष्ट आत्माले ग्रसित मान्छेले भन्न सक्छ कि मेरो घाँटीमासम्म आएको छ निस्किन सकेको छैन भन्छ भने हामीले चाहिँ तपाईँले बिस्तारै खोक्नुहोस् पनि भन्न सक्छौँ हामी। So that's something you can try to do. अनि यस्तो कुराहरू हाम्रो छुटकाराको सेवाकाईमा हामीले यी कुराहरूलाई हामी लागू गर्न सक्छौँ। Now, sometimes what you can do is have the prairie look at you eye to eye. अनि कहिलेकाहीँ चाहिँ हामीले चाहिँ त्यो हामीले प्रार्थना गरी माग्ने मान्छेलाई चाहिँ हामीले भन्नुपर्छ तिमी मेरो आँखासँग तिम्रो आँखा र मेरो आँखा जुडाऊ, मेरो आँखामा हेर भनेर भन्न सक्छौँ हामी। And then you command the demon spirit to reveal itself. अनि जब त्यो दुष्ट आत्माले ग्रसित भएको मान्छेले हाम्रो आँखासँग आँखा मिलाउँछ त्यो बेलामा त्यो आँखाद्वारा त्यसलाई हामी भन्न सक्छौँ दुष्ट आत्मा निस्किजा भनेर पनि हामीले त्यसको आँखाद्वारा हामी भन्न सक्छौँ र त्यो मान्छेलाई पनि भन्न लगाउनु पर्ने हुन्छ। When you do that, either the prairie or you may get the word of knowledge of what the spirit is, who the spirit is. अनि त्यो बेलामा चाहिँ जब त्यसरी प्रार्थना गर्छौँ अनि त्यो बेलामा चाहिँ प्रार्थना गर्ने मान्छेले हुनसक्छ अथवा तपाईँ र मैले प्रार्थना गर्ने मान्छेले पनि हामी यो कुरालाई चाहिँ महसुस गर्न सक्छौँ त्यहाँ के भइरहेको छ भन्ने कुरा चाहिँ हामी अवलोकन गर्न सक्छौँ। And again, some people may feel uncomfortable doing that. If you're just starting out, it's kind of maybe scary to look at someone eye to eye. यस्तो गर्दै गर्दा कहिलेकाहीँ चाहिँ त्यो मान्छेले चाहिँ अनि असजिलो महसुस गर्न सक्छ त्यो आँखामा हेर्दै गर्दा त्यो आँखा हेर्दै गर्दा पनि कहिलेकाहीँ त्यो मान्छेलाई असजिलो महसुस हुन सक्छ। So anyway, that's one way you can get the word of knowledge of the name of the spirit, what the spirit's about, so we can cast it out. अनि यो सँगसँगै हामीले चाहिँ अनि परमेश्वरसँग यस्तो खालको चाहिँ ज्ञान माग्नुपर्छ कि हामी कसरी चाहिँ छुटकारा गर्न सक्छौँ हामी मानिसहरूलाई भनेर चाहिँ त्यसको लागि परमेश्वरसँग त्यो ज्ञान र बुद्धि पनि माग्नुपर्छ। Now, after doing all that, and there still can be times when the spirit is stuck, it just wouldn't move, it just wouldn't come out. यस्तो गर्दै गर्दा यहाँसम्म कोसिस गर्दै गर्दा पनि कहिलेकाहीँ चाहिँ शैतान चाहिँ ननिस्किन सक्छ, यस्तो कुरा हुन्छ पनि। At that point, then you can lead the prairie to ask the Holy Spirit the following. अनि त्यो बेलामा त्यो मान्छेको लागि प्रार्थना गर्दै गर्दा तपाईँले भन्नुपर्छ तपाईँले पवित्र आत्मालाई यस्तो भन्नुहोस् भनेर हामी त्यसलाई दोहोऱ्याउन सक्छौँ। The question, do I need to forgive anybody?
अनि त्यो बेलामा तपाईँ र मैले त्यो दुष्ट आत्माले ग्रसित मान्छेलाई हामी भन्न सक्नुपर्छ, हामी प्रार्थना गर्दा गर्दा पनि गएन भने त्यो मान्छेले के तपाईँले कसैलाई क्षमा गर्न बाँकी छ त, कसैलाई क्षमा दिनु भएको छ भनेर प्रश्न गर्न सक्छौँ हामी। Do I have any generational issues I haven't confessed? के तपाईँले अहिलेसम्म जुन अनि चाहिँ पुस्तौँबाट आएको श्रापहरू छ त्यो कुरालाई तपाईँले चाहिँ स्वीकार्नु भएको छ कि अहिले त्यो पुस्तौँबाट आएको श्रापलाई तपाईँले चाहिँ इन्कार गर्नु भएको छ कि छैन भनेर हामी प्रश्न गर्न सक्छौँ। Or the question, do I need to repent of a sin that I'm in right now? के तपाईँले अहिलेसम्म गरेको पापलाई स्वीकार गर्नुभयो, पश्चाताप गर्नुभयो कि छैन भनेर चाहिँ हामीले त्यो मान्छेलाई भन्न सक्छौँ, प्रश्न गर्न सक्छौँ। And the Holy Spirit will speak to the prayer. अनि त्यो बेलामा चाहिँ पवित्र आत्माले चाहिँ त्यो प्रार्थना गरे मार्फतले यसरी बोल्नुहुनेछ। And then you will lead the prayer through the ways that can break all the rights of the demons to stay. त्यसपछि तपाईँ र मैले त्यो बिरामी मान्छेको लागि प्रार्थना गर्दै गर्दा त्यो मान्छेलाई हामी अगाडि अगाडि त्यो मान्छेलाई पछि पछि दोहोऱ्याउनको लागि हामीले प्रार्थनामा दोहोऱ्याउने भने त्यो चाहिँ प्रभावकारी हुन्छ। For unforgiveness, you will help अनि them first. यदि त्यो मान्छेको जीवनमा क्षमा नदिने हृदय छ भने त्यसको लागि प्रार्थना गर्नुपर्ने हुन्छ। You help them first through the exchange of the pain of the offense to the Lord. अनि त्यो मान्छेको लागि प्रार्थना गर्दै गर्दा त्यो मान्छेको हृदयमा परेको चोटको लागि परमेश्वरकहाँ प्रार्थना गरेर परमेश्वरले मलमपत्ती लगाउनु भएको होस् भनेर पहिलो प्रार्थना गर्नुपर्ने हुन्छ हामीले त्यो मान्छेको लागि। And then after they have received the healing, then you can ask them if they now want to forgive the person that hurt them. अनि त्यसपछि जब तपाईँले त्यो मान्छेको लागि प्रार्थना गर्नुहुन्छ त्यसपछि फेरि तपाईँले त्यसलाई भन्न सक्नुहुन्छ अब म के तपाईँको लागि प्रार्थना गर्न सक्छु भनेर तपाईँले फेरि पनि सोध्न सक्नुहुन्छ। And once they have forgiven, it is very easy to cast out. We've seen that they just go really fast. यदि हामीले चाहिँ त्यो मान्छेलाई भन्नुपर्छ एकचोटि तपाईँले त्यो मान्छेले क्षमा दिनुभयो भने तपाईँले चाहिँ पुरा निको हुनको लागि तपाईँलाई सजिलो हुनेछ अथवा त्यो मान्छेलाई निको पार्नलाई सजिलो हुनेछ। If it's generational issue, you would lead them to confessing the sins of word idolatry and so forth. यदि वंशावलीबाट आएको श्रापहरू छन्, पुस्ताबाट आएको श्रापहरू छन् भने त्यो कुराको लागि पनि उसलाई पश्चाताप गर्नतर्फ दोहोऱ्याउनु पर्ने हुन्छ ताकि त्यो मान्छेलाई चाहिँ अझै सजिलो तरिकाले हामी चाहिँ छुटकाराको सेवा गर्न सकौँ भनेर। And once they have done the confession and repentance, it's very easy to cast out the spirit. यदि कुनै मान्छेले चाहिँ आफूलाई पश्चाताप गर्छ, आफ्नो पापलाई स्वीकार्छ भने त्यो मान्छेको लागि चाहिँ छुटकाराको सेवा गर्न सजिलो भन्ने छ। And if it's some sin that they need to repent, then they repent and ask for forgiveness. It's very easy afterward to cast out that demon spirit. यदि त्यो बिरामी मान्छेले चाहिँ बारम्बार आफ्नो पापलाई स्वीकार्छ, बारम्बार आफ्नो पापलाई मानिलिन्छ, उसले पश्चाताप गर्छ भने चाहिँ त्यो मान्छेको लागि छुटकाराको सेवा गर्न सजिलो हुनेछ, बाटो खोल्नेछ। So you work down the list and then go back, just repeat the process for each spirit that you have identified. सरी अनि तपाईँले मैले चाहिँ जब त्यो मान्छेको लागि चाहिँ सबै लिस्टहरू बनाउँछौँ त्यसपछि तपाईँ र मैले चाहिँ पत्ता लगाउन सजिलो हुन्छ र छुटकारा गर्न सजिलो हुनेछ। Again, not all the spirits that you think may be there will be there. Sometimes if you the strong man is gone, everything will go right very fast. अनि कहिलेकाहीँ चाहिँ त्यो आत्माहरू चाहिँ छिट्टै जानेछ, छिट्टै दुस्ताना छिट्टै निस्किनेछ र कहिलेकाहीँ ढिलो पनि गर्न सक्छन्। But this way it's very thorough. You make sure you get you repeat the process for each spirit. त्यसकारण तपाईँ र मैले चाहिँ जब यो प्रक्रियालाई चाहिँ हामी चाहिँ लगातार बारम्बार दोहोऱ्याउँछौँ भने यो चाहिँ एकदमै सजिलो हुनेछ हाम्रो लागि। And after you complete the list, जब तपाईँले चाहिँ त्यो लिस्टहरू सबै चाहिँ पुरा गर्नुहुन्छ, you can ask the Holy Spirit to help identify anything else that was missed. अनि तपाईँ र मैले चाहिँ अनि साँच्चीकै चाहिँ पवित्र आत्मालाई चाहिँ हामी भन्न सक्छौँ कि त्यो सबै कुरा पुरा गर्नको लागि पवित्र आत्माको सहायता माग्न सक्छौँ। Yeah, and I provided you that prayer also has something you can use. अनि जुन प्रार्थनाको विषयहरू चाहिँ त्यहाँ दिइएको छ त्यो कुरालाई चाहिँ हामीले लिस्टहरूलाई हामी चाहिँ प्रयोग गर्न सक्छौँ। So after the deliverance, you would make sure
that you pray a prayer over the prairie to fill the places that the enemy has left. अनि तपाईँले चाहिँ बारम्बार तब तब दोहोऱ्याइ दोहोऱ्याइ प्रार्थना गर्नुहुन्छ, त्यसपछि चाहिँ अब त्यो उनको विरोधी शत्रु शैतान चाहिँ उनलाई छोडेको हुन्छ भन्ने कुरा तपाईँले चाहिँ विश्वास हुन थाल्छ। Yeah, we know the Lord taught us that if a house is cleansed and the spirit left, if we don't fill it, then he can bring in 7 more wicked spirits. अनि यदि त्यो मान्छे चङ्गाई भएको छ भने प्रभुलाई धन्यवाद दिने, तर अझै भएको छैन फेरि पनि त्यो प्रार्थनालाई हामी निरन्तर फेरि पनि दोहोऱ्याउन सक्छौँ। So we want to pray a prayer to ask the Holy Spirit to occupy it where the enemy used to be. अनि त्यसपछि चाहिँ पवित्र आत्मालाई हामी नियन्त्रणा गरेर अनि त्यो हामीले भन्न सक्छौँ, परमेश्वर त्यो मान्छेको स्थानलाई अब तपाईँले चाहिँ प्रयोग गर्नुहोस्, जुन स्थानलाई चाहिँ अहिलेसम्म त्यसको दुष्टले उसको विरोधीले चाहिँ उसले प्रयोग गरिरहेको थियो, अब तपाईँले प्रयोग गर्नुहोस् भनेर हामी भन्न सक्छौँ। We want to pray the blood of Jesus to seal, to complete, to close those doors and seal those doors. अनि त्यसपछि चाहिँ हामी परमेश्वरको पवित्र आत्माको प्रार्थना गर्न सक्छौँ, ताकि उहाँको चाहिँ परमेश्वरको येशू ख्रीष्टको त्यो रगतले चाहिँ साँच्चीको त्यो सबै कुरा निष्क्रिय हुनेछन् भनेर हामी घोषणा गर्न सक्छौँ। You want to explain to the prairie what happened? त्यसपछि चाहिँ त्यो मान्छेलाई जुन प्रार्थना गरी माग्ने मान्छेलाई चाहिँ हामीले भन्न सक्छौँ, अब तपाईँलाई के भयो भनेर हामी फेरि पनि दोहोऱ्याउन सक्छौँ। And also give the prairie what's called aftercare package. Would you please repeat? You want to give them in our ministry we give them written down steps so that they can keep their freedom. अनि त्यो हाम्रो छुटकाराको सेवकाईमा जहिले पनि हामीले चाहिँ त्यो कदमहरू त्यो पाइलाहरू चाहिँ उसले लेख्न लगाउनु पर्छ, ताकि उसलाई चाहिँ पछि गर्न सजिलो होस् भनेकन। You can as pastor you can teach them how to stay free. अनि तपाईँ र मैले चाहिँ एउटा पास्टरको हैसियतले गर्दा, पास्टरको भएको कारणले गर्दा उनीहरूलाई हामीले यसरी सिकाउन सक्छौँ कि कसरी चाहिँ हामीले त्यो कदम चाल्ने भन्ने कुरामा पनि उहाँहरूलाई हामी सिकाउन सक्छौँ। If they go back to their old ways, those doors can be open again. यदि त्यो मान्छे फेरि पुरानै बाटोमा फर्केर गयो भने त्यो मान्छेको जीवनमा त्यो मान्छेले शैतानलाई फेरि पनि धोका खोल्ने सम्भावना प्रबल हुन्छ। So this information you want to teach them to how to feed off God's word. यिनी सबै कुराहरू हामी त्यो मान्छेलाई सिकाउन सक्छौँ, क्या परमेश्वरको वचन खुवाउन सक्छौँ, ताकि त्यो मान्छेको जीवनमा शैतानको लागि धोका बन्द होस् सधैँभरि, नत्र भने खुल्न सक्ने सम्भावना हुन्छ। You want to teach them about having accountability people in their life so that Satan's going to try to tempt them again. हो, हामीले चाहिँ नि हाम्रा विश्वासीलाई यसरी सिकाउन सक्छौँ कि कसरी जवाबदेता हुने भन्ने बारेमा, किनभने शैतानले बारम्बार मान्छेले परीक्षा गर्न सक्छ। You want to teach them that they have authority to also command spirits to lead them. अनि चाहिँ तपाईँ र मैले हामीले यसरी प्रार्थना गर्न सिकाउन सक्छौँ कि आउँदो समयमा फेरि पनि त्यस्ता कुराहरू आउँदै गर्दा त्यसको सामना कसरी गर्ने त भन्ने बारेमा पनि सिकाउन सक्छौँ। You want to teach them ways that they can grow spiritually stronger and so that they can resist the devil and he will flee from them. अनि हामीले चाहिँ त्यो हाम्रो विश्वासीले यसरी प्रार्थना गर्न सिकाउन सक्छौँ कि ऊ आत्मिक रूपमा बलियो होस्, ताकि शैतानले उसको जीवनमा कहिले पनि बाधा लिन नसकोस् भनेर त्यो तरिकाले पनि हामी सिकाउन सक्छौँ। Yeah, so again, they don't need to open themselves again for attacks. ताकि उनीहरूले चाहिँ फेरि पनि त्यो आफ्नो दुश्मन र शैतानलाई फेरि पनि त्यो ढोका खोलिदिन नखोलिदिएका हुन् भन्नुको लागि हामी यो कुराहरू चाहिँ सिकाउन सक्छौँ। So that would be the deliverance. Then for the team, you have a team of people doing deliverance together. अनि त्यस कारणले गर्दाखेरि अर्को प्रक्रिया चाहिँ उनीहरूलाई जसरी हामीले चाहिँ समूहमा भएर टिममा भएर हामी छुटकाराको सेवकाई गरौँ, त्यसरी उनीहरूलाई पनि अनि टिममा भएर हामी सेवकाई गर्न सक्छौँ भन्ने कुरामा उहाँलाई हौसला दिएर हामी फेरि अर्को टिम खडा गर्न सक्छौँ। You might want to spend some time together and discuss what went well, what didn't go well. कहिलेकाहीँ चाहिँ हामी उनीहरूसँग बसेर छलफल गर्न सकिन्छ, यो हामीले जे गर्यौँ यो ठिक भयो कि भएन, कसरी भयो भन्ने कुरामा पनि हामी छलफल गर्न सक्छौँ एकअर्कामा। Things that God was doing. अनि कसरी गर्दै हुनुहुन्छ भनेर सोध्न सक्छौँ। So
the team members can grow in their understanding and in their faith and be able to do it even better in the future. जब हामी यसरी गर्छौँ त्यसपछि उनीहरूमा चाहिँ भविष्यमा उनीहरूले चाहिँ बलियो हुँदै जान्छन् र तपाईँ र म जस्तै शक्तिशाली रूपमा छुटकराको सेवकाई गर्न सक्नेछन्। And then before the team leaves, in our ministry, we do what's called dust off prayer. Can you please repeat, please? Dust is like you get dust on you, you Okay. brush the dust off. ओके अनि उहाँको एन्ड्रयू पास्टरको समूहमा चाहिँ जहिले पनि छुटकाराको सेवकाई गरिसक्यो अन्तिममा चाहिँ उहाँले चाहिँ धुलो फ्याँक्ने जस्तो हुन्छ नि पटक्याउने खालको प्रार्थना हुन्छ नि हो त्यस्तो खालको चाहिँ प्रार्थना एउटा चाहिँ सबै कुरा फ्याँकिने सबै कुरा सक्ने खालको प्रार्थना गर्नुहुन्थ्यो नि उहाँले त्यसरी पनि हामी गर्न सक्छौँ। The spirits that we cast off sometimes will try to linger on or even try to attack us. कहिलेकाहीँ चाहिँ हामीले चाहिँ त्यो अशुद्ध आत्मालाई सधैँ प्रार्थना गर्छौँ तर हामीले गयो भन्छौँ कहिलेकाहीँ चाहिँ त्यो ताँसिरहेको हुन्छ। So it's important to pray over the team so that when we go home, the enemy doesn't come home with us. अनि हामी समग्र रूपमा प्रार्थना गर्दै गर्दा चाहिँ अनि कहिलेकाहीँ चाहिँ शैतानले हामीले निस्केको हामीले अनुभव गर्छौँ तर कहिलेकाहीँ चाहिँ लुकेर बसेको हुनसक्छ त्यसकारण हामी चाहिँ त्यो फेरि घरमा गइसकेपछि फेरि आक्रमण गर्न सक्छ त्यसकारण घरमा जानुभन्दा पहिला हामी समूहमै भएर एकचोटि अन्तिम प्रार्थना चाहिँ यसरी सामूहिक प्रार्थना गर्दा अझै शक्तिशाली हुँदछ। You may need to also teach the team, especially those who are new, that to be sensitive after a deliverance session. अनि हो अनि हामी छुटकाराको सेवका भइसकेपछि के अरे कोही मान्छे अझै पनि छुटकाराको निम्ति नयाँ छ कोही भर्खरै विश्वास गरेको छ कोही भर्खरै चङ्गाई भएको छ भने तिनी मान्छेहरूलाई पनि परमेश्वरको वचनबाट चाहिँ सिकाउँदा अझै राम्रो हुन्छ। I remember when I first started, sometimes after, say, I cast out a spirit of a depression, there are times when I'm out by myself, I feel strange that I'm depressed. हो उहाँले चाहिँ कहिलेकाहीँ चाहिँ छुटकाराको सेवकाई गर्दै गर्दा अनि चाहिँ अनि डिप्रेसन भएको मान्छेको लागि प्रार्थना गरिसकेपछि घर फर्किएपछि आफैलाई डिप्रेसन भएको जस्तो महसुस हुन्थ्यो कहिलेकाहीँ। I didn't know that the spirit I cast off is trying to attack me. उहाँलाई थाहा थियो कि जुन आत्माको लागि मैले प्रार्थना गरेँ अब त्यो आत्माले मलाई पनि आक्रमण गर्दैछ भन्ने कुरा उहाँले बुझ्नुहुन्थ्यो। Yeah, we want our team member to grow and not become casualties. We want them to grow. हामी सबैजना समूहहरू चाहिँ वृद्धि हुनुपर्छ ताकि त्यो शैतानले फेरि आक्रमण गर्न नसकोस् हाम्रो जीवन फर्केर आउन नसकोस्। So we pray a cleansing and a protection prayer over us before we go home. हामी घरमा फर्केर जानुभन्दा अगाडि परमेश्वरबाटको शुद्धिकरणको निम्ति प्रार्थना र सुरक्षाको निम्ति प्रार्थना गर्नुपर्ने हुन्छ। Okay, that's all I have to share for today. If we still have a little time, if you have any questions of what I taught, feel free to ask. यदि तपाईँहरूसँग प्रश्न केही छ भने तपाईँले गर्न सक्नुहुन्छ। आजको समय लगभग अन्तिम यही हो भनेर भन्नुभयो। Yes, thank you, Pastor Andrew. I just have one question. Those people who are evil spirit possessed, we pray. We pray and feel relaxed and go home. Normally, I don't know, was just for praying or singing songs and listen God's word as fine. But most of the time, when start worshiping and praising God, at that time they get sort of attack. Yeah. And again we pray, we rebuke and delivered, relaxed. Again after next meeting or
if it's just a prayer meeting and fellowship, that's fine. But praising God and worshiping at that time, they get sort of something, you know. Mhm. What's your experience or others' experience? Well, I think early on we talked about how the spirit can get agitated. One is like what you shared, worship, because the presence of God is very powerful. So the spirits are uncomfortable inside and want to come agitated. So it will happen during that time more often than not. Of course, you can in a big meeting you command it to come out. It'll show, but they will can be very disruptive. Um, I think um, maybe uh, also some teaching and discipleship may be helpful. One of the ways to stay free is, if you take out the garbage, then the rats and the the cockroaches will not come. So one way of helping a prairie to stay free would be, again, um, as they become more Christ-like, as they learn to resist the devil, these things will be easier. It won't repeat as much. So teaching about how to stay free may be helpful. Um, yeah. So I yeah. Hmm. So what I I don't know if I answer your questions. Sure, sure. uh, Especially those who are new ones, yes. newcomers. Mm-hmm. They get, you know, for certain times. Mm-hmm. Um, in my experience, if they continue believing in Jesus and if they grow, then after a while, it stops. Yes. But in the beginning times, you know, Mm-hmm. uh, they we feel, yeah, it's delivered again, you know, when praising, worshiping at that time, they start again, for Yeah. certain. But if they believe in Jesus long time, then it stops anyway. Mm-hmm. Yeah. I don't know if I share with you this again. My friend Ken Fish, he has a ministry doing a lot of deliverance. He did study the early church came out of a lot of the church member came out of idolatry. Because back in the first century, I, worship of idols is very, very common. A lot of, and my friend Ken said that early Christians would sometimes spend 2 years delivering new people. Spend 2 years. So, and sometimes deliverance is a process, because you deal with it, and then they grow in the faith. They learn to trust God more, and then they're able to go a little deeper. So it can be a process. You know, that they need to learn to close those doors, and it takes a while for their faith to grow, for their trust in the Lord to grow. So it can be a process. But in the Mhm. end, the more we become Christ-like, the more we're obedient to the Lord, the less and less the demonic influence in our life will happen. Hmm. I practically speaking, and I see that. I think approach those people like asking them, uh, kind of like one-on-one, like after service, we can ask them what they're experiencing, Mhm. um, uh, when the spirit is manifesting during the worship. Uh, what are they thinking?
like what's going on inside them. I think it's a good opportunity to get to know them, what they were like before they came to the church, and finding out um, their past, their experience. We will know, um, or easier for us to identify what kind of demons that they are, um, I guess, struggling with, what kind of spirit they're struggling with. And from there, we can ask, like, when the doors are open. And we can either from there casting out the demons right there, um, or start in a healing um, process. So Mhm. I know sometimes it's frustrating. They come back again and again. We cast them out. We thought you're fine, but then you come back. What is the spirit that is bothering you? And so I think for us, because we don't know what we're dealing with, so we thought we cast out the demon, but that's actually not the one that's being cast out. So Mm. Or they again sometimes they go back to this same practice, and that opens the doors again. So mhm. um it's a good time. I've been talking to them is a good vein, and afterward maybe share with them the idea that to be free, they need to make some decisions. They may need to make some choices. That wouldn't open those doors again. To encourage them to make the good choices, and that may help. Yeah. Mm. It's fine. Yeah. Yeah. Thank you for asking the question. I think it is very important to 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 talk about these things. Yes. Mm. Yeah. Thank you. Thanks. Um, Next week will be our last session, and what I have in mind is try to organize all the prayers and put it in a way that if for those who are collecting the notes, that you can maybe use in the future when you're doing it in an easy way, so you can just refer to those prayers as you need them. And so there'll probably be more time for questions and discussions. So prepare to maybe spend some time. We can talk about that, different practical issues that you're faced with. So next week will be the last session. Is that Yes. right? Mhm. Okay. Yes, I think it's good. We don't want to take that break between Christmas and New Year for the last that would Okay. be Okay. too disruptive. I think do you celebrate New Year's in your you have We do. activities? Okay. We do some way. Yeah. So Wow. Yeah. Yeah. I think it's a good time to wrap it all up. Yes. Sure. 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 Anyway, thank you. Thank you very much. Oh, It's thank you. Thank you. very, very, very nice. Um, okay. Yeah. Any other questions, thoughts, comments? Okay. Okay. See you next week then. Yes. Well, thank you Does very somebody want much. to close the prayer for us? Or Yeah, maybe Pastor Barao, you can close this. Okay, thank you for this is precious teaching and learning. So we have been learning continually. So very precious. Uh, mm, this um,
about the deliverance. This is the very good topic for us. In our ministry also, we have been using and also uh, I, it is very helpful for us. So thank you for your good labor and continue uh, giving us this good message for the deliverance, how to use some kind of tools, and how to how to use their previous history and everything. Also, that is the good experience. That is the good experience for us. So I think next week will be the last service. I think so, and after that there will be um, Christmas time also. That is why it's okay. Then okay, we'll talk later on next week. So all together and some kind of discuss also. That should be very good for us. So shall I close now, please? So. Lord, we thank you for today and thank you for this good teaching and learning. Thank you for each and everyone here today. Be with them and guide by your Holy Spirit. And it is late night, 10 o'clock here in Nepal. So give them all the Nepalese people and all Asian people to very good sleep. And also uh, for the American people, it is, I think so, it's early in the morning. So be with them also, whatever their work and whatever their duty they have in the daytime. Please be with them and guide by your Holy Spirit. Thank you for everything and your love and compassion to us. We love you and we give you glory. In Jesus' name, Amen. Amen. Thank you. Amen. So, Yes, thank Pastor, you. Pastor Jiwon and Pastor Barao, for those people who keep manifesting during the worship, refer those people to Prashansa and Rebecca. Oh, Let them do the inner healing for them. okay. Yeah. Yeah, the work is growing now. Yes. Yes. Increasing Yes. the work. Yes. Yeah. uh, for his kingdom. Yes. For his Amen. kingdom. Anyway. Amen. Yeah. Yeah. It will grow. Yeah. Okay, thank you. Good night. Okay, thank Okay. you. Good night, everyone. Good See you Good Night, next night. good week. morning.